नमस्कार। कृषि जानकारीमा तपाईहरुलाई हार्दिक स्वागत छ। भदौको महिनाको सुरुवात हुँदैछ। यदि तपाई भदौ महिनामा बन्दागोपी, फूलगोपी, ब्रोकाउली, रायोको साग र मूला जस्ता तरकारी लगाउने सोचमा हुनुहुन्छ भने आजको यो भिडियो तपाईहरुको लागि अत्यन्तै उपयोगी छ। आज हामी जान्ने छौं यस भिडियोमा हिमालमा कुन जात लगाउने, पहाडमा कुन जात राम्रो हुन्छ र तराईमा कुन जात उपयुक्त हुन्छ। यी सम्पूर्ण जातहरुको विषयमा म सविस्तार तपाईहरुलाई भन्ने छु र यी बाली कति दिनमा तयार हुन्छन् यसको विषयमा पनि म तपाईहरुलाई जानकारी दिँदैछु। कृपया यो भिडियोको अन्तसम्म तपाई बनिराख्नुहोस्। सबभन्दा पहिला म तपाईलाई फूलगोपीको कुरा गर्दैछु। फूलगोपी चाहिँ हिमालमा तपाईले कुन जात लगाउँदा उपयुक्त हुन्छ भन्ने कुराको जानकारी दिँदा म तपाईलाई स्नोबल 16 जातको फूलगोपीलाई तपाईले हिमालमा लगाउन सक्नुहुन्छ। पुसा स्नोबल, सुपर व्हाइट टप जस्ता फूलगोपीका जातहरुलाई तपाईले हिमालमा यो समयमा लगाउन सक्नुहुन्छ र यो बाली तयार हुन तपाईलाई करिब 100 देखि 120 दिनको समय चाहिँ हिमालको लागि लाग्नेछ। अब म कुरा गर्ने छु पहाडको लागि। अनि पहाडमा तपाईले सोनोमेस्टिक जातको फूलगोपीलाई लगाउन सक्नुहुन्छ। सुपर व्हाइट टप F1 जातको हाइब्रिड जातलाई तपाईले पहाडको निम्ति छनौट गर्न सक्नुहुन्छ। स्नो क्राउन जातको फूलगोपीलाई तपाईले पहाडको निम्ति छनौट गर्न सक्नुहुन्छ। यसको बाली तयार हुने समय चाहिँ 80 देखि 95 दिन भित्रमा तपाईले पहाडमा यसको हार्भेस्टिङ चाहिँ ल्याउन सक्नुहुन्छ। अब म कुरा गर्ने छु तराई। तराईमा तपाईले सुपर व्हाइट टप जातको फूलगोपी लिन सक्नुहुन्छ। पुसा दिपाली जातको फूलगोपीलाई लिन सक्नुहुन्छ। डेमी हाइब्रिड जातको फूलगोपीलाई पनि तपाईले तराईको निम्ति छनौट गर्न सक्नुहुन्छ। तराईमा यी जातका गोपीहरू तपाईले 65 दिनदेखि 80 दिनको भित्रमा तपाईले यसको बाली हार्भेस्टिङ गर्न सक्नुहुनेछ। दोस्रो तरकारीको कुरा गर्दैछु म तपाईलाई बन्दागोपी। बन्दागोपीलाई तपाईले हिमालको निम्ति गोल्डन एकर, प्राइड अफ इन्डिया, कोपेनहेगन मार्केट जस्ता जातहरुलाई तपाईले छनौट गर्न सक्नुहुन्छ। यी चाहिँ हिमाली भेगमा 90 देखि 100 दिन भित्रमा यी बन्दागोपीका जातहरु तयार हुन सक्छन्। यसरी नै पहाडको निम्ति ग्रीन स्टोन, गोल्डन एकर, ग्रीन कर्नेट जस्ता जातहरुलाई तपाईले पहाडको निम्ति छनौट गर्न सक्नुहुन्छ। अनि यी बालीहरु चाहिँ 75 देखि 90 दिन भित्रमा तयार हुन्छन्। यसरी नै तपाईले तराईको निम्ति गोल्डन एकर, ग्रीन कर्नेट, ITF F1 हाइब्रिड जस्ता जातहरुलाई तपाईले तराईको निम्ति छनौट गर्न सक्नुहुन्छ। तराईमा चाहिँ बाली तयार हुने समय चाहिँ 65 देखि 80 दिन भित्रमा तपाईले यी बालीलाई तयारी गर्न सक्नुहुन्छ। यसरी नै म फेरि तेस्रो तरकारीको कुरा गर्दैछु, त्यो ब्रोकाउली। ब्रोकाउलीलाई हिमालको निम्ति तपाईले ग्रीन म्याजिक F1 जातको हाइब्रिड जातलाई छनौट गर्न सक्नुहुन्छ। यसको बाली तयार हुने दिन समय चाहिँ 90 देखि 100 दिन भित्रमा तयार हुन सक्छ। अनि पहाडको निम्ति एभरेस्ट ग्रीन F1 जातको हाइब्रिड जातलाई तपाईले छनौट गर्न सक्नुहुन्छ। डेसीको ग्रीन जातको ब्रोकाउलीलाई पनि तपाईले पहाडको निम्ति छनौट गर्न सक्नुहुन्छ। अब म कुरा गर्ने छु तराईमा तपाईले ब्रोकाउलीको जातहरु लगाउँदा ग्रीन म्याजिक F1 जातको ब्रोकाउलीलाई लगाउन सक्नुहुन्छ। एभरेस्ट ग्रीन जस्ता जातहरु र यसरी थुप्रै अरु हाइब्रिड जातहरु पनि बजारमा पाइन्छन्। यी जातहरुलाई तपाईले छनौट गर्न सक्नुहुन्छ। यी जातहरु तयार हुने समय चाहिँ 70 दिनदेखि 85 दिन भित्रमा तपाईले तराईमा यी जातहरुलाई तयारी अवस्थामा हार्भेस्टिङ गर्न सक्नुहुन्छ। अब म कुरा गर्दैछु चौथो तरकारी जुन चाहिँ हो रायोको साग। रायोको साग सानो खेती देखिन सक्छ, तर यसले एकदमै यो समयमा खेती गर्नुभयो भने एकदमै राम्रो तपाईलाई मुनाफा दिन सक्छ। र रायोको सागको खेती यदि हिमालको निम्ति तपाईले गर्दै हुनुहुन्छ भने हिमालमा चाहिँ खुमल चौडा पात जातको रायोको सागलाई छनौट गर्न सक्नुहुन्छ। यसरी नै लोकल हिमालयन मस्टर्ड त्यहाँको स्थानीय जातलाई तपाईले त्यहाँ छनौट गर्न सक्नुहुन्छ। यी जातहरु चाहिँ 35 देखि 45 दिन भित्रमा तयारी हुन्छन्। अनि पहाडमा तपाईले मार्फा चौडा पातलाई छनौट गर्न सक्नुहुन्छ। खुमल चौडा पातलाई छनौट गर्न सक्नुहुन्छ। यसरी नै लोकल किसिमको रायोको सागहरुलाई तपाईले छनौट गर्न सक्नुहुन्छ। अन्ना जेन्ट जस्ता हाइब्रिड जातहरुलाई पनि तपाईले रायोको सागको निम्ति तपाईले छनौट गर्न सक्नुहुन्छ। यी जातहरु तपाईको पहाड तथा मध्य पहाडमा 40 देखि 45 दिन भित्रमा तपाईले पहिलो हार्भेस्टिङ चाहिँ लिन सक्नुहुन्छ। पाँचौं तरकारीमा म कुरा गर्दैछु मूला। मूलालाई तपाईले हिमालको निम्ति मिनो अर्ली, जापानिज व्हाइट, टोकिनासीलाई तपाईले लिन सक्नुहुन्छ। यसको बाली तयार हुने समय चाहिँ हिमालमा 55 देखि 70 दिन भित्रमा तपाईले यसको बाली लिन सक्नुहुन्छ। पहाडमा तपाईले मिनो अर्ली, पुसा चेतकी, जापानिज व्हाइट जस्ता जातहरु अनि यस्तै थुप्रै किसिमका हाइब्रिड जातहरुलाई तपाईले पहाडको निम्ति लिन सक्नुहुन्छ।
यसको बाली तयार हुने समय चाहिँ 45 देखि 60 दिनभित्रमा तपाईँले यसलाई लिन सक्नुहुन्छ। अनि तराईमा तपाईँले मिनोवर्ली, व्हाइट नेक, पुसा चेतकी र 40 दिने जातहरू जो मुलाका जातहरू हुन् र यस्तै थुप्रै किसिमका हाइब्रिड जातहरू जो एग्रोभेटरमा उपलब्ध हुन सक्छन्। तपाईँको एग्रोभेटमा तपाईँले सम्पर्क गरेर तपाईँले यी बिउहरूलाई तपाईँले लगाउन सक्नुहुन्छ। यसरी तपाईँले खेती गर्नुभयो भने यो भदौको महिनामा तपाईँले राम्रो इन्कमलाई जेनेरेट गर्न सक्नुहुनेछ। र अन्तिममा तपाईँलाई म सुझाव के दिन्छु भने हिमालमा तपाईँले ढिलो पाक्ने जातहरू तपाईँले छनौट गर्नुहोस्। अनि पहाडमा तपाईँले खेती गर्दै हुनुहुन्छ भने तपाईँले मध्यम अवधिका जो हार्भेस्टिङ हुने जातहरूलाई तपाईँले छनौट गर्नुहोस्। र तपाईँले यदि तराईमा तपाईँले यसको खेती गर्दै हुनुहुन्छ भने तपाईँले तराईमा छिटो हार्भेस्टिङ हुने जातहरूलाई तपाईँले छनौट गर्न सक्नुहुन्छ। त्यसो गर्नुभयो भने तपाईँले राम्रो प्रतिफल ल्याउन सक्नुहुन्छ। र अर्को सुझाव तपाईँलाई म दिन्छु, स्वास्थ्य बिरुवा रोप्नुहोस् र राम्रो पानीको निकास भएको ठाउँलाई तपाईँले खेती गर्नको निम्ति चुनाव गर्नुहोस् र सन्तुलित मलको प्रयोग गर्नुहोस्। र यति गरेर तपाईँले खेती गर्नुभयो भने तपाईँले उल्लेखनीय रूपले तपाईँको आम्दानी चाहिँ बढाउन सक्नुहुन्छ। हस् त, तपाईँलाई यो भिडियो कस्तो लाग्यो? अनि यदि राम्रो लाग्यो भने तपाईँले भिडियोलाई लाइक गर्नुहोस्, साथीहरूसँग तपाईँले सेयर गर्नुहोस् र कृषि सम्बन्धी यस्तै उपयोगी जानकारीका लागि कृषि जानकारी च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद। फेरि अर्को उपयोगी भिडियोमा भेट्ने बातसहित म प्रेम नेपाली बिदा हुन्छु। नमस्कार।